पानी यहाँनिर आएर कहाँनिर गरम पानी पिक्थ्यो कि सर्किसक्यो हेर्नु नि कहाँ सर्केछ भनेर कस्तो के गर्नुहुँदैछ त बसिरहेको छु पिक्चर हेर्दै के पिक्चर हेर्नुभएको साउथको हो मान्छे भन्नु ठुलो रहेछ बोतल त अनि सर्किन्छ नि त्यो उयो लेमन टी पिउँदै थियो कि लेमन टी पिँदा पिँदै सर्क्यो क्या नामै त भन्नु ल्यामन कमेन्ट भन्न थाल्छ कि मान्छेले के भन्नु थाल्यो डरो सर्किनु कुन चाहिँले गाली दिएछौ त्यो गाली दिएको भन्छ त्यसलाई गाली दियो भने सर्किन्छ अरे कुन चाहिँले सराप्यो भने म दिनु पर्यो पुरै गाली दिनु पर्यो कसले सराप्यो सराप्नु समय सरापेछौ आम्मामा फेरि हाम्रो यता माग्ने बुढो रा मसँग निस्किनु हुँदै थियो रेला गर्नु हुँदै थियो अघि मैले स्टोरी हालेको थिएँ नि त त्यो तपाईँले हेर्नुभयो होला स्टोरी होइन त्यति याद गरिनँ मैले हेरेको छैन होला हौ त्यो देखेर क्या जिस्काउनु हुँदै थियो मलाई गर्लफ्रेन्ड छोरा पनि जिस्किनु हुँदै थियो मैले गर्लफ्रेन्डले मार्ला नि भनेको गर्लफ्रेन्डले छोड्यो भने भन्दै थियो बिचरालाई किन के साह्रो पर्यो गर्लफ्रेन्डसँग झगडा पर्यो कि क्या हो त्यस्तै छ राम्रो छ सिधा छ त्यो मान्छे हजार राम्रो छ ऊ त दिनभरि फोनमा चिप्किराख्यो भने फोनमा मात्रै बोलिराख्यो भने कहाँ हुन्छ झगडा हुन्छ नि कम्ती बोल्न मेबी म भन्छु कि बोल्न बोला होइन बोल्नु त कम्ती बोल्नु होइन मिठो एकछिन बोल्नु तर एक ध्यान दिएर बोल्नु क्या कस्तो के बोल्दैछु त्यो नोटिस गरेर मजाले बोल्नु त्यो दिनभरि फोन 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 एनी टाइममा लाग्यो भने चाहिँ त्यही हो होइन त मेरो सिम्पल कम्ती बोल्नुपर्छ कहाँ त्यही बोलेको झगडा भइहाल्छ नि टक्क अहिले एकछिन म आउँछ काम गरेको बेलामा काम गर्दैछु भनेर टक्क त्यतिकै लाइट राखिदिन्छु उसलाई अनमै ऊ त्यतिकै निदाउँछ त्यहाँ फोन काट्यो अरे आफू एकछिन काम गरेँ सुते आज छैन काम आज किन सक्यो सकेर पनि पुरै सक्यो ल लगि पनि सक्यो बिग्री पनि भइसक्यो होला के छिटो कति कमाउँ भएन डाटी भन्नु त ला एउटा छैन रहेछ कतिवटा थियो होइन सबै लगिसकेको सक्यो खै त यो मान्छेलाई एड गरेँ खै सो गरेँ न त अन्त के भएको एड गरेको थिएँ त अब तपाईँ जानुभयो होला एड गर्दाखेरि गर्दा पनि अब हुन्छ कि हुँदैन एडै त्यही कारणले क्या छैन आराम छ आज अब तपाईँ एड हुँदैन है को हो एकजना साथी हुनुहुन्छ पहिला बोल्ने कि एड गरेको थिएँ एड गर्दाखेरि त ऊ जानु भएछ नि त भाग्नु भएछ अब एड नै हुँदैन रिक्वेस्ट पठायो नि हतापत के हो त्यस्तो हुँदै एकपल्ट भयो नभए त पत्ता हुँदैन एड मेबी लक्किली तपाईँ भयो भने भयो नभए हुँदैन है सरी हुँदैन अब आइडी चिप्क्यो चिप्क्यो आइडी नै फेभिकल लगाएर राखेको थिएँ के हो फेभिकलले चिप्काएको
चिप्काइदिएको फेभिकलले नै कस्तो गाँटी पोलिन्छ सर्क्यो छ्याप फर्स्ट आज लङ टाइम झन् नाकबाट निस्किने रहेछ पानी है अनि निक्लेको त मर्छ पोलेर होला साँच्ची नहोस् धन्नाले भर्खर नुहाइकन आएको म पनि ए पुरा गरम थियो कि पुरा गर्मी छ त यहाँ पनि पुरा गर्मी छ पानी पर्दैन पनि पानी पर्नु नि हौ मान्छेले के को जस हो पानी पर्दा घाम लाग्नु भन्छ घाम लाग्दा पानी पर्नु भन्छ म त तर यहाँ त पानी परेर नै ठिकै छ हामी त अब बसिराख्ने मान्छेलाई के तर अब काम गर्ने गाह्रो हुन्छ 12 महिना पानी पर्यो भने तिमीलाई पनि अल्छी लाग्छ त के अल्छी लाग्छ लाग्दैन हिँड्नु परे अब अल्छी लाग्छ हामी त यहाँनिर छैनौँ अब भोलि जानु छ सिलगढी के गर्न जानुहुने सिलगढी त कामले हो मेरो प्राइभेट कामले अफिसहरू जानु छ एकछिन अफिसहरू गएर आउनु छ सम्हालो के रखा वो फूलो तुम्हारा डरो सर्केछ मलाई कस्तो यहाँ यस्तोमा पोल्दैछ कस्तो अहिले पनि अरे घर कहिले जानु हुने अब घर त नाम मात्रै घर होला हौ किन अहिले जानु अन्त जान्छु भनेको 9 दिन मात्र भनेको होइन त्यहाँनिर अब हुनु त त्यस्तो हो यहाँबाट छुट्टी पो पाउने हो कि काम नलाग्नु रहेछ तपाईँ भनेपछि त भाउजूले छोडेर जान्छ होला पिर्सरी छ है पिर्सरी छ बेला बेला फोन गर्दै गर्दाखेरि कस्तो छ भने चाहिँ राम्रै छु भन्दै गरेको हुन्छ नमस्ते हेलो हेलो नमस्कार यस्तो अँधेरोमा कता रात पऱ्यो त इन्डियामा त परे नि यता पनि परे नि कहाँ जानुभएको अँधेरोमा चाहिँ भनेको भगवान बाटो हिँड्दैछु हजुर बाटो हिँड्दैछु नमस्कार सबैभन्दा पहिला त तपाईँहरूलाई लाइफमा आउँदै बाटो हिँड्दा ढुङ्गामा ठोकेर लड्नु होला नि जोडीतिर नमस्कार है सबैजनालाई होइन बाटोमा त हिँड्नु हुँदैछ तर खोलातिर गएको हो क्या हौ खोलातिर होइन हौ नमस्कार बाटो अलि घर चाहिँ उकालोमा छ क्या अलिकति अनि भाइको घर चाहिँ कता हो मेरो घर सल्यान हो दाजु सल्यान हजुर कता नेपाल हो क्या हो नेपाल हो नेपाल हजुर बल्ल पुग्यो अहिले यहाँनिर अब जानु पर्ला एकछिनमा सुन्नु न पुग्यो अरे के खैनी खानी पो भन्छ त अनि खैनी कि बिचमा अब एकछिन बसेर लाइफमा बोल्छ कि घर पुग्न आँट्यो होला है मतलब यहाँ माथि अलि माथिनिर छ घर अलिकति छ घर पुग्न आँटेको छ कि अब यहाँ लाइफमा बोलिसक्छ नि घर जान्छ बुढीले मार्छ भने कस्तो बाटो छ के भन्ने के मान्छेहरू त कोही त मान्छे अब के भन्ने अनि दाजुको घर चाहिँ कहाँ हो नि मेरो अब बसन्त अब यता भनौँ है सिलगढी जन्मथन सिक्किम अब तपाईँ अब के भन्ने त नेपाली हुनुहुन्छ कि इन्डियन हुनुहुन्छ भन्ने गरे फेरि अब हामी नेपाली अब इन्डियन गोर्खाली दुबई त्यहाँ सिक्किमतिर त सबै मतलब इन्डियाकै चल्छ नि त त्यहाँ त सिम सबै इन्डियाकै चल्छ नि त सिक्किमकै चल्छन् ए त्यहाँदेखि त नेपाल नजिक होला त नेपाल नजिकै हो बेसी टाढो होइन त्यहाँ सबै नेपाली बोल्ने रहेछ नि त सबैले अन्त नेपाली बोल्नु परेन र नेपाली भएपछि गरे
नेपालीको छोरो भएपछि त अनि नेपाली बोलिहाल्नु नि ओहो किन र कहाँ हुनुहुन्छ त अहिले अहिले फिलहाल म सिलिगुढीमा अच्छा यहीँ सिलगढीमा हुनुहुन्छ हजुर म त के विदेश गए जस्तै मानेको थिएँ कि विदेश कहाँ जान यार विदेश गएको जति नै हो हुनु त यहाँ सिलगढी पनि मलाई गाह्रै छन् घर नजिकै पनि विदेश गए जस्तै लाग्यो घर त नजिकै भने पनि तर घर जानै मिल्दैनन् के गर्ने के भयो अरे किन होटल लाइनमा हुनुहुन्छ क्या म गुम्बा लाइनतिर हो हजुर गुम्मा तपाईँलाई गएको छ अहिले दिएको होइन गुम्मा भनेको के हो गुम्बा भनेको मन्दिर हेलो अरे हाई देखेँ मैले यस्तो मान्छेहरू चाहिँ मन्दिरमा के गर्नुहुन्छ त पुजारी हुनुहुन्छ मन्दिरमा पूजा गर्दै बस्ने ए फ्यामिलीहरू मतलब छन् वहीँ सिलगढीमा सिलिगुढीमा छैनन् एक्लै हो एक्लै हजुर विवाह गर्नु भएको छ विवाह गरेको नि विवाह नगरेको भए त कहाँ हुन्छन् गरेर पनि अनि एउटा छोरो छन् छोरा छोरी छन् छोरा छन् छोरी छैनन् ए दुई भाइ छोरा एक भाइ छोरा तिम्रो मम्मीले चाहिँ विवाह गर्नुभएको कसले मम्मीले हो त हजुर बुझिन त मैले त के भन्नु खोज्नु भयो तपाईँले अनि हजुरले विवाह गर्नु भएको हो ए गरिसके भनौँ त्यही कारण त जङ्गलमा बसेर बात गर्दै रहेछ त घरमा गएपछि फेरि बुढीले मार्छन् भनेर है नै घरमा त के भन्ने घरमा त अब फ्यामिलीहरूले गाली दिन्छ अब फ्यामिलीले कहाँ गाली दिन्छन् नानी छन् बच्चा बच्ची छ कहाँ नानी हुनु अहिले त कहाँ यहाँ 21-22 वर्षको भएको छु म अब हजुर 22 वर्ष पुगे पनि अनि बिहा त गर्नु त गरेको त कति वर्ष भयो छैन अझै वर्षै भएको छैन वर्षै भएको छैन हजुर अलिक होसियार है अब विवाह गरिहालेछ अब बच्चा हुन्छ बनाउला नि फेरि अनि फेरि अलिकति पछाडि बाबा भन्ला नि फेरि नै त्यस्तो भन्दैन होइन भर्खर नयाँ नयाँ विवाह गरेको रहेछन् कि हजुरले त्यसले गर्दाखेरि चाहिँ अलिकति बुढीको छेउमा बसेर लाइफमा आउन अलिकति गाह्रै लाग्यो होला नै त्यस्तो केही भन्दैन साथीहरूसँग बोल्दा त्यस्तो केही भन्दैन साथी अब हामीसँग त ठिकै छ माथि फेरि मेरो बहिनीलाई देखेर को चाहिँ केटीसँग बोल्नु थाल्यो भनेर फेरि मार्ला नि तिमीलाई होइन यहाँसँग कुरा गरेको त निकै सामु बोलेको थियो ल मेरोमा है तपाईँ कुन बेला पहिला नि हौ मेबी सायद 1-2 मन्थ पहिले अन्त के भन्दाखेरि मलाई त थाहै छ बिहा गरेको हो भनेर भने त्यसो भए किन बोलेको त भन्दै त्यो छेउबाट चाँठेर मेरो दिदी बहिनी चाहिँ त्यसरी बोलेको चाहिँ पड्काइदिन्थ्यो कि जवाब पनि दिनु मन लागेको थियो कि तर अरे रिस त मानिहाल्छ नि त अब के गर्ने त कुरो मिलाउने त मैले हो त तिमी अनि बल्ल बल्ल बिहा भएको हो कुरा मिलाउँदा हुन्छ बाई बाई भनेर जाला नि फेरि होइन त साथीहरूसँग बोलिरहेको छ द्याट मिन्स हुन्छ जस्तो पनि किन हो के हो नर्मली आजकल जेनेरेसन चेन्ज भइसकेको छ मोडल जमाना छ त बोल्नेको त हुनुपर्छ क्या मान्छेसँग चाहे जस्तो पनि होस् जो पनि होस् त्यसरी बोल्नु हुँदैन क्या त्यो टाइममा मैले केही भनिनँ होस् है भनेर क्या अन्त मैले पनि अब त्यस्तै पाराले न्यु खोज्नु भएको त झगडा हुन्थ्यो झगडा गर्नुको लागि फोनबाट बोलेर के हुन्छ त नजिक आएर कुटाकुट गरे पो झगडा हो त मुखले बोलेको त कहाँ त्यो वार्तालाप भन्ने तपाईँको बुढी दिन्छ बाँच्थ्यो होला मेरो बुढीलाई त्यस्तो गर्दै फेरि कहाँबाट हुन्थ्यो त हो ए तपाईँको बुढीलाई अन्त अर्काको छोरीलाई जे पातै भन्दा हुन्छ ल किन बोलेको म भन्दैमा मान्छेहरू त रिसाइहाल्ने यति भन्ने तरिका पनि हुन्छ नि त एउटा चट्ठेर बोल्ने हो मैले तपाईँले जबरजस्ती बोल पारेको थिएँ त्यो त तपाईँलाई भन्नुपर्ने हो नि त त्यो शब्द मलाई भन्ने हो नि अरे उसलाई थाहा थिएन नि त तपाईँ मेरो साथी हो भनेर त्यो दिन त नि दादा साँच्चै होला कि यस्तो पारा तातेको थियो कि मलाई
यति कुरा होइन, सुनेर त्यो त म मान्छेहरूको थिइनँ है। पारो तातिहाल्छ। यहाँ केटाहरूको जातले के सहनुपर्छ यहाँ सबैले केटीहरूलाई चाहिँ यति भन्दा चाहिँ रिस उठ्छ। मान्छेहरूसँग बोल्ने तमिज हुनुपर्छ। होइन के सहनुपर्छ भनेर अनि बिहा विवाह चाहिँ किन गरेको त? नगरी बसेको भए बेस थियो। नै त्यो कुरा भनिनँ क्या मैले। अब हामीहरू जस्तोले बाहिर हिँड्छौँ नि, अब कतै अब नोकरी गरिन्छ, अरू को गरिन्छ, के सुनिन्छ भन्छु कि। नोकरी भने छोरा मान्छेले मात्रै होइन, छोरी मान्छेले पनि गरिन्छ। अब अहिलेको जमानामा छोरा मान्छेले भन्दा बेसी छोरी मान्छेले काम गरिरहेछ, नोकरी गरिरहेछ है। जमुनाजीको स्यालेरी पनि त त्यो कति छोरा लाख मान्छेको त एटिट्युड म भन्ने हो। हजुर छोरा मान्छेको एटिट्युड म भनिदिन्छु है। छोरा मान्छे विदेशमा गएर अरूको होटलतिर भाडै धोएर आओस् न, घरमा आएर होटल लाइनमा काम गरेको हो भन्छ। ठिक छ, घरमा आएर आफूले खाएको थाल र प्लेट पनि धुँदैन है। छोरा मान्छे चाहिँ यस्तो छ। तर हाम्रो 10 सालमा जाऊ या 20 सालमा जाऊ, घर गएपछि काम गर्नै पर्छ, भाडै दिनुपर्छ घर गएर पनि, बुझ्नुभयो? त्यस्तो एटिट्युड हुँदैन हाम्रो। छोरा मान्छे बाहिर गएर कमाएर अलिकति त्यो भयो भने आमा साथीभाइलाई अलिकति पार्टी सार्टी दिन्छ, उर्कै भएर हिँड्छ। पैसा सकेपछि त्यहाँबाट साथी पनि अब उदेशमा बाँकी खालि हिँड्ने हुन्छ। छोरा मान्छे जे पनि होस्, बाहिर जस्तो काम गर्छ घरमा आएर पनि त्यस्तो काम गरेछ भनेपछि अटोमेटिक घर डेभलप हुन्छ। तर घरमा चाहिँ गर्दैनन् क्या। कहाँ गर्ने यार, विदेशमा गएर दुःख खाइयो, घर आएर मौज गर्ने भन्ने हुन्छ कि। घरमा आएर मोज गर्नु, घरमा आइन्छ कोही हुँदैन घरमा आएर मोज गर्नुको लागि चाहिँ। यही हो। तर दादा एउटा कुरा म बताइदिन्छु, भाइले भनेको जस्तो यहाँ हाम्रो साथीले भने पनि ठिकै हो होइन। छोरा मान्छे चाहिँ यो सोच आउँछ क्या, ए बाहिर पनि कमाएर घरमा गएर पनि दुःख गर्नु, मौज गर्ने, इन्जोय गर्ने हो भनेर जान्छ कि। तर छोरी हुँदैन क्या। छोरी मान्छेको अलगै सोच हुन्छ कि। छोरी मान्छे के हुन्छ कि घर गएर पनि यस्तो गर्नुपर्ने छ, उस्तो गर्नुपर्ने, मम्मी बाबालाई यस्तो गर्नु छ, घर यस्तो गर्नु छ, यो सोच हुन्छ छोरी मान्छेको चाहिँ। घर गयो भने पनि बाहिरबाट छोरी मान्छे त छोरा मान्छे पनि छ नि, अकस्मात पातलको डेप छ है। छोरा मान्छेले बाहिर बसेर महिनामा 50,000 कमाउन सुत्नुहुन्छ। म त केही गर्दैन। छोरा मान्छेको जिन्दगी मेरो जस्तो हुनुपर्छ। घर गएपछि ट्याक्सी ड्राइभर र मेरो त सबै एभ्रिथिङ गर्नुपर्छ घर गएर। ट्रेन म त्यो चाहिँ गर्दिनँ, घर मात्रै पोछा लाउँदिनँ अनि लुगा धुँदिनँ, बाँकी सबै गर्छु। गर्न पर्छ त सबै गरिन्छ यस्तो कुरा होइन, तर भने जस्तो ल ल ल बढिया छ। अनि दाइको नाम चाहिँ के पर्यो नि? अब दाइको नाम पेमा तामाङ। पेमा? हजुर। पेमा त केटीको नाम हुन्न र दाइ? तिम्रो नाम चाहिँ के हो र? मेरो नाम आशिष हो। आशिष। पेमा केटीको नाम हुन्न, केटाको नाम हो? नै तर यस्तो लाइक अब हुन त अब सिक्किमतिर हुन्छ होला सायद। किन नेपालमा छैन र? कहाँ नेपालमा पेमा भनेपछि त लाइक केटाहरूले त्यो केटीको नाम जस्तै सोध्छ क्या पहिला त। त्यो पेमा डोमा पेमा लामु भन्नु थाल्यो भने चाहिँ अब केटीको हो। हामी पेमा मात्रै त केटाको नाम सोचिन्छन्। नै तपाईँको त्यतातिर हुन्छ होला सायद। अब हेर्नु नि, पेमा भन्यो कि अब केटी भन्नु थाल्यो अरे, हुन्छ म भोलिदेखि कपाल पालेर आउँछु है। ल अब केटी थोडी न भनेको दाजुलाई पनि नाम पो हुन्छ कि भनेको हो के। अब तपाईँको कल्चर अब त्यतातिर के छ? केटीहरूको नाम हुन्छ नि पेमा, लामा, डोल्मा, पेमा डोमा भन्नेहरू हुन्छ, पेमा लामु भन्ने हुन्छ है। पेमा मात्रै त हुँदैन नि त। पेमा मात्रै हुँदैन, पेमा मात्रै त केटाको नाम हुन्छ नि त। पेमा चाहिँ केटाको हुन्छ। केटाको नाम हुन्छ। हाम्रो यहाँ एउटा केटीको नाम पनि पेमा छ के, यो भएर भनेको मैले। उसलाई सोध्नुहोस् कि हजुर पेमा मात्रै हो कि पेमा के एड छ भनेर सोध्नुहोस्, किन के एड छ नि त उसको। पेमा पता नि मगर हो सायद त्यो मेरो हिसाब से। केटीहरूको नाम पेमा मात्रै। मेरो साथीको नाम पनि थियो पेमा, तर ऊ चाहिँ पेमा लामा थियो।
टाइटल लामा थियो त्यो त सर्ट नेम भयो नि पछाडिको त त्यो त अन्त लामाहरू थियो क्या उनीहरू चाहिँ अब तामाङ लामा म पनि लामा हो उनीहरूको सेम नाम हुन्छ क्या खै के हो म त्यसकै गर्दा पक्कै लामै हो म नै नै हो के हो होइन अनि हजुरको खै त्यो वाइफहरू कता जानुभयो वाइफहरू पनि दर्शन गराइदिनुहोस् न यहाँनिर पब्लिकमा अलिकति त्यत्तिकैमा भनिदिएको के भन्नु मेरो छैन हौ कहाँ बसिरहेको होला अहिले घर मेरो छैन डर लाग्छ अलि भन्नु थाल्छ है होइन होइन सुन्नु न को हो भनेर चाहिँ फेरि म भनिदिइहाल्छु नि बिहा गरेर चाहिँ बिचरा लाइफमा पनि आउनु मन लाग्ने अरूसँग पनि बोल्नु मन लाग्ने बुढीसँग पनि डर लाग्नु पर्ने भनेर चाहिँ ड्यामो चाहिँ यहाँ हाम्रो यता साथीले देखाउनु भन्छ क्या यस्तो हुन्छ बिहा गरेर चाहिँ जिन्दगी भनेर दिदी सबैको हुन्छ भन्ने कुरा हुन्न त्यो त आफ्नो हातमा हुन्छ खै हेरौँ अब कति दिनको हो कहाँ हो त अहिले बसेको कोठामा हो कोठा भाडा लिएर बस्नु भएको दाइ होइन भाडा दिन पर्दैन नि हजुर भाडा दिन पर्दैन हजुर त्यतिकै हो बसेको यत्तिकै हो बिचरा मेरो के रुम रेन्ट दिनुपर्ने हो भनेर सोच नि त रुमको पर्दैन लामाहरू गुम्बामा बस्नु भएको छ बिचरा मलाई गुम्बा भने बस्ने ठाउँलाई गुम्बा भन्छ पूजा गर्ने जग्गालाई चाहिँ गुम्बा भन्छ बुद्ध भगवानको मन्दिर मान्छेलाई लामै थाहा छैन कस्तो कस्तो जग्गामा चाहिँ बस्नुहुन्छ तपाईँ होइन हजुर कुन जग्गा अरे म त हिमाचल प्रदेश हो हिमाचल प्रदेशमा झट्टै लामाहरू हुन्छ होइन र एकछिन हिमाचल प्रदेश कुन जग्गा हिमाचल प्रदेश कन्डाहार सोलन शिमला अनि शिमलामा अनि गुम्बा छ त 5 वटा छ त खै अब हाम्रो अब त्यति साथीहरू नै छैनन् अब साथीहरू भएको अब हुन्थ्यो अब लामा साथी नै छैन म पनि अब जिस्मेको होइन भाइ डिस्ट्रिक्ट काङ्ग्रामा चाहिँ 8 वर्ष बसेर आएको काङ्ग्रामा खै म एकैपटक गयौँ यार काङ्ग्रा पालमपुर त्यही त पर्छ पालमपुरमा तिमी काम गर्नु गएको थियो काम गर्नु गएको थियो काम गर्न किन जानु हो मेरो फुपूको घर छ नि त्यहाँ पालमपुर कहाँनिर छ एकपटक गएको म अस्ति न पालमपुर भन्दा अलिक पछाडि काङ्गडा र पालमपुरको मतलब पालमपुरदेखि 15 किलोमिटर पछाडि नाइटमा बसेको म यहाँदेखि मलाई फेरि ड्रप गर्न आएको बिहा थियो नि त्यहाँ बिहाको फङ्सन थियो हाम्रो छोराको त्यही त हजुरले भन्नुभयो अब पालमपुरमा भेजनाथ भन्ने एउटा छ पालमपुर र काङ्गडाको बिचमा त्यो मन्दिर हो कि म गएको जस्तो लागिरहेछ मसँग भिडियो पनि छ वीर डाँडा हो कि वीर रोड हो कि चन्द्रा हो कि हिमाचल त आधी घुमिसकेको हिमाचल त आधी खाइसक्यो हिमाचल त अब उतातिर पो भएको छैन यतातिर त कहाँ भन्नुहुन्छ कुल्लु मनाली कहाँ उता अनि यता तलतिर मुम्बई बेङ्गलोर पुणे त्यतातिर घुमेको छ घुमेको छैन कुल्लु मनाली गएर बसेको क्रिस पिक्चर सुटिङ भएको मनालीमा हो कुन पिक्चर क्रिस अब भन न कुन चाहिँ हो के चिज अब दिल्ली भनौँ भने दिल्ली आदि उदि मात्रै थाहा छ बेसी थाहा छैन दिल्लीको कुरा त हो चण्डीगढको आदि उदि थाहा छ हो बुहारी नानी आइपुगेछ हौ अघि गइसक्यो हेरेर अब बुहारी नानी बिचारा मैले मसँग बेसी बोल्नु छोड्यो नि त आजकल
आयो छैन हौ छैन छैन रहेछ उम्, मसँग म रिसाइहाल्छु त उनीहरू मोडलेस क्यारेक्टर यो आइडी हो कि के हो यो हँ? तिम्रो भान्जाको त्यो फुक्ने चाहिँ कति खेलेको कस्तो मजा लाग्छ त मेरोमा 3टा छ यस्तो अझै अनि सबै भान्जाको होइन त्यो टाइम पास मजा पो आउँछ त यही खेल्नु अब के लिएर आयो दादाले होइन उता अघि भएको जग्गाको के बाथरुमको लाइट अनै रहेछ कि अफ गरिकन आएको अनि उयोहरू कहिले आउनुहुन्छ अरू लामाहरू चाहिँ 21-22 तारिक आउँछ आमामा डह्रो छ कि क्या हो पूजा त वाङ हो अनि तपाईँ पनि जानु पर्दैन हुन्छ दाजुहरू म घर जानलाई जाडो लाग्यो मलाई त काट्न हिँड्दै काट्ने हिँड्दै घरमा गएर पनि बात गर्ने है घरमा गएर हुन्न ल ल भाइ 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 ल ल ल भाइ भाइ हुन्न हुन्छ हुन्न उसको उयो छ क्या रिसा छ अलिक बोल्नु उयो गर्दैन क्या फेरि अरूले पनि लाइफ हेरेको हुन्छ फेरि अब त्यसरी कस्तो रुडली बोल्दा मान्छेले पनि नराम्रो सोच्छ होइन नि एउटा अझ क्या मान्छेहरू चाहे जस्तो पनि सिचुएसन जहाँ पनि जे पनि होस् बोल्ने तरिका अलिक राम्रो हुनुपर्छ क्या को किन त्यो चाँठेर बोलेर हुँदैन कहिले पनि न मैले उसलाई बोलाएको जबरजस्तीको आफ्नो मर्जी लागेको होइन सोध्नुपर्छ नि त राम्रो मुखले तर अब बोल्ने तरिका हुन्छ यही मुख हो खानु दिने यही मुख हो लात खाने भन्दैन त्यही हो मान्छेहरूलाई चाहिँ फेरि त्यही भएर चाहिँ मुख सम्हाल्नुपर्छ लात नभए यही मुखले लात खान्छ यही मुखले भात खान्छ है मेरो अर्को आइडी थाहा छ तिमीलाई इन्स्टाग्रामको कतिवटा आइडी खोल्नु भयो फेरि हाय अरे मेरो 2टा छ हौ म त्यो अर्कोबाट आउँछु ल त्यसबाट हो भने भाउजू पनि उयो छ नि त भाउजू पनि एड गर्नु पर्यो भनेको अन्त मेरोमा त फ्रेन्ड छैन नि त तपाईँ म पठाउँदैछु हो ल मेरो नाम सर्च गर्नु JAMUNA जमुना SAMPANG साङपाङ RAI राई सर्च गरेर छिटो आउनु भाउजूसँग बात गराउनु ल हेलो हाय अरे हेलो मैं के जी लिए एक पल तो अब हमें जी दो My brother. Silent. What? मस्त गिरा है इधर क्या गिरा नहीं गिरा है Not. जान ना पहचान क्या मैसेज करता है भाई साहब
पैसा कहाँ मेरो दादा त सर्च गरेको भयो कि के हो नामहरू कसको आइडी हो यो रिक्वेस्ट आयो यो अरे दादा हो को के भयो आज त एक्लै छ त होइन दादा हुनुहुन्थ्यो कि दादा अर्को आइडीबाट आउनुहुन्छ अरे हौ भाउजू पनि ल्याउनुहुन्छ अरे भनेर पर्खेको कि नयाँ फ्रेन्ड आयो यो अरे नाम पनि तर दादा हो कि को कन्फ्युज भयो एडमी यो अरे दादा ओ गर्दैछु कस्तो खतर नाम हौ आयो बा आयो यो खै त एड हुँदैन त हो अरे हजुर हो त अब तपाईँलाई एड गर्यो भने बिचरा कल लाइनमा होला खै एड भएन त दादा त के भयो के भयो त एडै भएन त तपाईँ त फेरि आइडी चिप्क्यो सरी दादा त गइसकेछ अन्त हिँडेर अनि कहाँबाट एड हुन्छ अन्त आएर फेरि अरे हो नि आज त अर्को आइडी पठाऊ अर्को आइडीहरू दादाको यो नाम सुनेर झन्डै डढ्यो म त अनि कहाँ हुनुहुन्छ तपाईँ घरमै हुनुहुन्छ मेरो यो दाजु कता गयो हराए त आउनुभएछ म एड गर्दैछु आउनु यस ब्रदर यो अनि सिङ्गो यो हजुर घरमै छु अरे ए ऊ हाम्रो माग्ने बाजे पनि हेर्नु हुँदैछ आज लाइभ एड गरौँ भने गर्लफ्रेन्डले मारिहाल्छ भनेको नि कल लाइनमा होला यहाँनिर भाउजूलाई भनेको झन् हो ला घुमी फेरि दादा आयो नामहरू पनि के राख्छ भाउजूलाई पठाइदिइरहेको छु हो आउनुहुन्छ फाइनली आज भाउजूसँग भेट हुन्छ आइसो ल यो भने नि त भाउजूसँग बात गर्छु भनेर कि भाउजूलाई त्यही कारण म एड गरेको खै ओके यो बिचरा भाउजूको फेरि कम्ती छ नि त उ त्यो फ्रेन्ड रिक्वेस्टहरू कम्ती छ हो तिम्रोबाट एड त हुनुपर्ने हो हुन्छ एड किन हुँदैन हुन्छ बहिनीलाई फलो गरिराख्नु भन्नु बहिनीलाई फलो ब्याक दिइहाल्छ तर फलो गर्नुपर्छ होला पहिला सायद नभए फेरि भाउजू देखाउँदैन मलाई सो गर्दैन कल लाइनमा
कसलाई नचाहिन देख्यो मार्छ ए बिचारा यति गाह्रो है त्यहीबाट एक्लै बस्नुपर्छ त्यहीबाट एक्लै बस्नुपर्छ जिन्दगीमा गाह्रो छ अरे गाह्रै हो ठिकै हो यति त डर हुनु पर्यो नि त गर्लफ्रेन्डको खफ ए अब फ्युचरमा गएपछि हामी त सँगै आउँछ मेरो बोयफ्रेन्ड छ क्या लाइफमा आऊ न आऊ लाइफ जाउँ ल बुढो भन्दै आउनु पर्यो म चाहिँ यस्तो डर नदेखाउनु पर्यो सँगै आउनु पर्यो मेरो बुढासँगै लाइफमा क्या म चाहिँ फ्युचरमा बोयफ्रेन्ड बनाइदिन्छु आऊ न आऊ सँगै लाइफमा जाउँ ल गफ मारौँ भन्दै यस्तो खफ नराख्नु पर्यो बिचारा अघि एउटा आएको थियो साथी उसको चाहिँ फेरि बुढीलाई मार्छन् र गर्छन् हुँदा लाइफ आएर नि गर्छन् फेरि लाइफ सकिकन गयो लाइफबाट निक्लिकन त्यस्तो हो अरे हो नि त्यस्तै हो म चाहिँ त्यस्तै गर्छु दादा फेरि भाउजू बोलाउनु जानुभयो यस्तो मान्छे ठिक हुन्छ नि त लाइफमा इच्छाहरू गर्नु हुँदैन आउनु है त अब फेरि के हो यहाँ हाम्रो माग्ने बाजेलाई त मार्छ अरे बिचरा बोयफ्रेन्डसँग लाइफमा ल हेर्नु न जब म बोयफ्रेन्ड बनाउँछु नि म लिएर आउँछु लाइफमा हेरौँ हजुरको बिहेसँग लाइफमा हेर्नु जब बनाउँछु तब फिलहाल अहिले चाहिँ छैन कि बनाइसकेपछि चाहिँ ल फिलहाल अहिले चाहिँ सिङ्गलै लाइफ इन्जोय गरिराखौँ होला हो न अनअभाइलेबल भन्छ त फेरि दाजु भाउजूलाई बोलाउनु गएको त्यसो के हो कहाँ जानुभयो दादा यहाँ भाउजूलाई अलिकति सिकाउँदा भइसक्यो भाउजूले हेरेको छ छैन कुनै म बिहे गर्दिन त भनेको थिएँ बट फ्यामिलीले भन्नुहुन्छ फोर्स गर्नुहुँदैछ सो मेबी होइन हाम्रो यता सम्झेर इच्छा पुरा गर्नु हुँदैन अरे मान्छेले राम्रो भन्दैन अरे समाजले राम्रो भन्दैन अरे के सुन्नु पर्यो अस्ति त्यही भएर सोध्नु नि त हजुरले त म कहिले बिहे गर्दिन भन्दै थिएँ होइन भनेको नि त बिहे बनाउँदिन तर त्यस्तो सिचुएसन यत्रो पठाइसक्यो कि लिङ्क एक्सेप्ट गर्नु त्यो भित्र आउनु नसजानेको स्क्रिन सेयर गर्नु हो अनि स्क्रिन सेयर गर यस्तो गर भनेर देखाउनु न त्यही त नि मैले त्यो सबै देखाएर गरिसकेको हो एड गर्नु त डिसेन्टरमा हो भाउजू हो आउनु भयो भाउजू हो है एड गर्नु तपाईँले ल मेरोमा त अन्त आएन त भाउजूलाई एड गर्ने अप्सनै के भयो चारजना अप्सन डल्लै भयो क्या हो एड कतिजना छ भाउजूकोमा फ्रेन्ड 4-5 जना छ सायद त्यही भएर नभएको होला होइन हुनुपर्ने हो तिम्रो भएर त हुनुपर्ने हो त भाउजूकोमा कम भयो आयो
त्यहाँ नानी पनि छ नानी कस्तो राम्रो पो छ त मलाई के रे मैले देखेको गन काम लाग्छ मैले देखेको काम लाग्छ मतलब के अहिले यसो भाउ नानीलाई चाहिँ लाग्छ त्यो मेरो भान्जाको त्यो खेल्दी चाहिँ तिमीले खेल्दैछ कि अब भान्जाले माग्छ नि हो त्यो अब म देखाउँदै चलाउँछु एड भयो आएन ऊ आउनु भएन सायद एक्सेप्ट गर्नु जान्नु भएन हेरिरहनु भएको छ होला नि है देखेको काम हेर्नु त हेरिरहेको छ त एक्सेप्टै गर्नु भएन एक्सेप्ट गर्नु नि हौ एक्सेप्ट गर्नु त दिन्छन् ला अनभ्यालुबल जानु भयो कि क्या हो हुनुहुन्छ त फेरि के भयो त्यही त एक्सेप्ट गर्नु नि भनेको उसलाई पठाए फेरि एक्सेप्ट गर्नु त झन् यहाँनिर आज कति दिनमा त्यो कुरा पुग्ने भयो भनेर यहाँनिर गर्नु खोजेको खै अहिले एकछिनमा फेरि गुम्बाबाट सोनम पनि आइपुग्छ अहिले किन आउँछु भन्नुभएको थियो सोनम त अनि आउने नै हो नि राति त अस्ति दुईजना फुत्तै निक्लेर चाहिँ किन गएको पहिला मलाई त्यो रिजन बताउन साँच्ची फुत्तै काटेपछि त्यहाँबाट आउट हुँदैन अनि सोनम र म काटेको थिइनँ है म काम गर्दै थिएँ भाइ मात्रै थियो तपाईँ दुईजना आफै निक्लेर गएको मैले भाइलाई पनि सोचेँ दादा किन निक्लेर गएको भने त दुईजना आफै निक्लेर गयो भने होइन हामी दुईजनाको एकैचोटि कट भएको थियो होइन के काम लाग्छ भन्नुभएको मैले बुझिनँ होइन हाम्रो डिसेन्टोमा चाहिँ के भयो आएन भाउजूलाई एक्सेप्ट गर्नु सायद तपाईँ गएर सिकाउनु एकपल्ट गएर म सिकाइकन आउँछु अब तपाईँ उयो भाउजूले स्क्रिन सेयर त गर्न जान्नुहुन्न होला फेरि तपाईँ एक्सेप्ट गर्नु सिकाइकन आउँदा जानु त्यो बहिनीले यस्तो गरेर यस्तो पैसा दिएको किक गर के हो यो यस्तो सबजना जानुभयो मैले क्लिक बनाउँदैछु हाई जमुना अरे हेलो ओ नेपालको झन्डा सरी नेपालको कहाँ हो हेर्दा त उयो नेपाल जस्तै तर नेपाल काम गर्नु पर्यो दादा यता भाउजूलाई सिकाउनु जानुभयो होला सम्हाल्यो कि रखा फूल तुम्हारा
Jacques पूरी दुनिया दुनिया देख भगवान हे प्रभु किसको मिल सकते परवल की सब्जी है बनाना चिकन बोले ना हाँ चिकन भी ले लेना इसको ये भी लेना हम लोग लेंगे पता नहीं उस देश में तो और दूसरी सब्जी बनाएंगे तो उनके घर को भी सब और हाँ, ठीक है बस बस इतना
ओ मेरी साथ सारी रात चल रही कहाँ हो दादा त आयो भौजीले सिकाउनु जानुभएको त हराम भाइ त के अरे गरे भैया कि तुम पे जितना ये दिल जरा सा है निकलना इरादे है बेईमानी धोखाधड़ी कर देगा सोचा न था वैशाख आवाज आ रही इतना शांति में BTS